एभ्रिवान, सधैँ चाहिँ मैले भिडियो देखाउँथे मेरो, तर आज चाहिँ हजुरहरूको लागि है। हजुरहरूलाई म केही कुरा सोध्छु, प्लिज कमेन्ट गरिदिनु होला। डिएममा धेरैजनाले मलाई भन्नुहुन्छ यस्तो त्यस्तो भनेर, डिएम नगर्नु होला। हजुरहरूले कमेन्ट गरेकोले कसैले सिक्यो भने पनि कति राम्रो हुन्छ नि। मेरो भिडियो मैले बनाउँदैछु त 100 जनाले हेर्दैछन्, एकजनाले केही सिक्यो भने पनि कति राम्रो लाग्छ मलाई पनि। चलो उसले भनेकोबाट मैले सिकेँ भने त कति प्राउड फिल लाग्छ। पैसा कमाउनु पनि ठुलो कुरा होइन, कसैले कसैकोबाट ज्ञान सिकेर यसकोबाट सिके भन्नु चाहिँ साह्रै 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 राम्रो लाग्छ। यो शब्द सुन्नुमा कति राम्रो लाग्छ। र धेरै बकबक नगरौँ होला, छिटो छिटो भनौँ, किनकि यति टाइम छैन। आज लङ भिडियो दिन सकिनँ, त्यही भएर सर्ट भिडियो बनाएको गाइस। र धेरै बाउआमाले नि त यो कुरा भनेको सुनेको छु, हर घरमा भनेको सुनेको छु। बुढेसकालको सहारा छोराछोरी हुन्छन्, छोराछोरी छिटो छिटो पाउनुपर्छ भनेर बुहारी भाउजू जसलाई पनि अब बिहे गरेर ल्याएकालाई र घरका मान्छेले पनि बाबुआमाले पनि बुढेसकालका सहारा हुन्छन् मेरा छोराछोरी, छोरो त झन् धेरै हुन्छ भनेको सुनेको छु। त्यही भएर आज बोल्नु मलाई यो कुरामा। चलो, जब हुन्छन् छोराछोरी भनेर त्यस्तो सोच्नुहुन्छ हजुरहरूले भनेपछि, किन छोराले बिहे गरेर ल्याएपछि त्यो बुहारीमाथि यति कमी हुन्छ? आफ्नै छोराछोरीमाथि बनाउनु पर्थ्यो, अर्काको छोरी बिहे गरेर छोराको लागि ल्याउनु भन्दा त आफ्नै छोरीलाई राख्नु नि भने कमी पनि हुँदैन नि त। अब आफ्नो छोरीलाई त होइन, अर्काको छोरी ल्याएर राम्रो 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 हुनु, खालि राम्रो राम्रो, नराम्रो त केही नहोस् भन्ने सोच त्यस्तो भएर हुन्छ। मान्छे भएपछि कति कमी हुन्छ हाम्रो। हामी त अर्काको कुरा काट्नु र नराम्रो निकाल्नु हामी पुरा उम्लो यो मात्रै भाँच्दैनौँ हामी, हाम्रो जिउ मुख सबै भाँचेर भन्छौँ। तर कहिले हामीले हाम्रो नराम्रो भनेका छौँ यसरी भाँचेर भन्छौँ कि भन्दैनौँ गाइस? को हुनुहुन्छ भन्नुहुन्छ? र कतिजनाले भन्नुहुन्छ बुढेसकालको सहारा मेरै छोराछोरी हुन्छन् भनेर, र आएको बुहारीलाई टोकेको टोके गर्नुहुन्छ। कतिजना हुनुहुन्छ गाइस? कमेन्ट गर्नु होला। र के म गलत हो भने मलाई सही गरिदिनु होला गाइस, म कतै गलत छु भनेपछि। ल त गाइस, आजको लागि यति।